के तपाईँहरूको बच्चामा पनि राति ओछ्यानमा पिसाब फेर्ने समस्या छ? कारण के हो त यसको? यसरी हुन सक्छ है समाधान। राति बच्चाले ओछ्यानमा पिसाब फेर्नुको कारण वंशानुगत पनि हुन सक्छ। आमाबाबुको बाल्य अवस्थामा यो समस्या थियो भने बच्चाहरूमा यो समस्या हुने सम्भावना 50 देखि 77% निश्चित हुन्छ। यस्तै मानसिक विकास उचित रूपमा नभएकाले बच्चाहरू गहिरो निन्द्रामा सुत्ने भएका कारण पनि यो समस्या देखा पर्छ। धेरैजसो केटाकेटीहरू गहिरो निद्रामा सुत्छन्, राति उनीहरूको निद्रा खुल्दैन र ओछ्यानमै पिसाब गरिदिन्छन्। अनि कब्जियत, दिमागको सुस्तीका कारण पनि यस्तो समस्या हुन सक्छ। यसबाहेक पेटमा जुका हुनु, मृगौलाले ठिकसँग काम नगर्नु, मधुमेह, मृगौलामा पत्थरी हुँदा पनि यस्तो समस्या हुन सक्छ। अर्को छ मनोवैज्ञानिक समस्या, जस्तै मन्द बुद्धिको हुनु, मानसिक रूपमा अविकसित हुनु, असुरक्षाको भावना, अचानक डरलाग्दो सपना देख्नु, हरेक समय अभिभावकबाट गाली खानु, पिटाइ खाने, सजाय दिने डर हुनु, मनमा कुनै द्वन्द्व चल्नु, परीक्षाको डर आदिका कारणले पनि ओछ्यानमा पिसाब फेर्ने समस्या निम्तन सक्छ। पिसाब जम्मा हुने थैली, पिसाब थैलीको क्षमता कम भएको खण्डमा पनि यो समस्या देखा पर्छ। पिसाबको सङ्क्रमण, परजीवीहरूको सङ्क्रमण, स्नायु सम्बन्धी समस्या, श्वास प्रश्वासमा अवरोध लगायतका विभिन्न कारणले गर्दा पनि यो समस्या देखा पर्छ। राति धेरै खाना खाने तथा धेरै पानी पिउने बच्चाहरूमा पनि ओछ्यानमा पिसाब फेर्ने समस्या देखिन्छ। यो समस्या समाधानका लागि बच्चा राति सुत्नु अघि र सुतिसकेको 2 घण्टापछि पिसाब फेराउने, बच्चाको साँझको खाना र खानापछि पानी कम पिउन दिनुपर्छ। चिया, कफी र क्याफिनयुक्त खानेकुरा, बढी नुन, बढी चिनी भएका खानेकुराहरू खान दिनु हुँदैन। पिसाब फेर्नुभन्दा पहिले अलार्म बजाउने विधिबाट पनि समस्या समाधान गर्न सकिन्छ। पिसाबलाई नियन्त्रण गर्ने विभिन्न अभ्यासबाट पनि उपचार गराउन सकिन्छ। यस्तै उत्तानो पारेर नसुताउने, सुत्नुभन्दा 1 घण्टा अगाडि कुनै पनि पेय पदार्थ वा पानी पिउन नदिने, बच्चालाई परिवारको अगाडि या उसको साथीभाइहरूको अगाडि हास्यको पात्र नबनाउने, डर लाग्ने खालका हिंस्रक फिल्म, टिभीको कार्यक्रम राति नहेराउने, मारपिट गर्ने, सजाय दिने वा कराएर बच्चाको मनमा डर उत्पन्न गराउनु हुँदैन। बच्चालाई कोल्टे परेर सुत्ने बानी लगाउनुपर्छ। जुन दिन बच्चाले राति ओछ्यानमा पिसाब फेर्दैन त्यो दिन बिहान उसलाई स्याबासी दिनुका साथै इनाम स्वरूप केही गिफ्ट दिएर प्रोत्साहन गर्ने गर्नुपर्छ।